हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? अहिले फेरि कति टाइमपछि मैले भिडियो लिएर आएको छु है। हजुरहरूले मलाई मिस गर्नुभयो कि भएन? आज चाहिँ मैले जाडोमा चिसो पानीमा हुर्केको ट्राउट फिसको रेसिपी लिएर आएको छु है। यो ट्राउट फिस चाहिँ एकदम चिसो पानीमा अनि एकदम सफा पानीमा हुन्छ अरे के। अनि हामीले पनि उता गाउँको बेलामा लिएर आएको थियौँ अनि त्यसको रेसिपी लिएर आएको छु है। अनि मैले माछालाई चाहिँ हल्का नुन र बेसार मात्र हालेर फ्राई गरेँ। त्यसपछि त्यही तेलमा प्याज अनि भुटेको तोरी, टमाटर र लसुनको पेस्ट हालेर एकदम एकछिन पकाउने, मजाले मसला पकाउने। अनि आफूलाई चाहिने मसला हाल्ने के। यसमा चाहिँ धेरै मसलाहरू युज गर्नु पर्दैन। हामीले तोरी हालेर पकाएपछि अनि तोरीलाई चाहिँ सुरुमा भुटेर तेलमा फुरायो भने तितो हुँदैन है। त्यसलाई राम्रोसँग पकाइसकेपछि, पहिला मसला पकाइसकेपछि अनि पानी हालेर एकछिन पकाउने। अनि यसलाई चाहिँ माछालाई पहिल्यै सुरुमा हामीले फ्राई गरेको भएर पहिल्यै हाल्नु पर्दैन। अनि त्यो उम्लिराखेको झोलमा माछा हालेर एकछिन मजाले भकभक पकाउने। अनि माछा पाक्ने बेलामा थोरै अमिलो पनि हाल्ने। मैले नि हालेको थिएँ तर मैले भिडियो खिच्न बिर्सेछु। अनि माथिबाट धनिया हालेर गार्निस गर्ने। त्यसपछि हाम्रो माछा पाकेर रेडी हुन्छ है। अनि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ पर्दैन लाइक, कमेन्ट, सेयर गर्नु है। थ्याङ्क यू फर वाचिङ।